तो हमारा नाम कमल किशोर यादव। हम राजा विराट खोज संरक्षण समिति का अध्यक्ष। ये संस्था 27 वर्ष लागने चलो। ये संस्था राजा विराट को संस्था जुन पुरातत्व को समान म सङ्कलन गरेको छु। तो यही नेपाल पूर्वाञ्चल मोरङ जिल्ला बुद्रगढ गाविस वार्ड नंबर 5 हाल महानगरपालिका को 18 नंबर वार्ड पर्दैछ। यी टोलको नाम भेडियारीको छ। भेडियारी एक महाभारत कालीनले जुटेको छ। पाण्डवको 12 वर्ष वनवासको पछि 1 वर्ष यहाँ गुप्तवास गरेकी थिए, लुकेको थिए। यही कारण यो ठाउँको नाम भेडियारी भेद छुपाउनुको कारण यो ठाउँको भेडियारी पऱ्यो। यसै अवलम्बन भेडियारी भनिन्छ। भेडियारी राजा विराटको महल कुवा पोखरी वर्तमानमा छ। जमिनको मुनि 2 फुटको मकान छ, इनार छ, सबै छ। पोखरी पुरानो किचक पोखरी, धरोहर पोखरी, थरदुवा, दिघी पोखरी, दिघरी, डोबिया, यस्तै भन्सिया पोखरी, धरोहर पोखरी, यस्तै 7-8 वटा पोखरी पनि छ है। अब यसको विकास गर्ने हाम्रो जुन प्रतिबद्धता मेयर साहब जुन लिएको छ भीम प्रणाली कि यसको एकदम पर्यटन ठाउँ बनाउनुहुन्छ। यसको 5 अरब निकासा पनि अमेरिका सरकारले गरेको छ। यसको विकासको लागि संस्थामा सुरेश उहाँको जुन सुरेश गोल्छाको अध्यक्षता गरेको छ। उसको समिति बनाएको छ, उसले थ्रु हुन्छ। अब यसको गुरु योजना त भइसकेको छ। अरू यहाँको लोकेसन पनि हाम्रो उहाँको जुन कागजातको पनि फोटोकपी सबैले उहाँले नगरपालिका मिटिङमा राखेको छ। अरू उहाँको अगाडि काम अब लकडाउनको पछि होला कि यसै सन्दर्भमा गरौँला। अब त यी नगरपालिका अब हेर्दै जाउँ। अब म आँखो देखा हाल उहाँको गर्नुहुन्छ। यही उहाँको त तपाईँले हेर्नुहुन्छ मान्छेको विकास ढुङ्गे युगबाट भएको थिए। मान्छे ढुङ्गे युगबाट विकास थिए। यो ढुङ्गेको उहाँको नाप्तोलको बाट, यस्तै उहाँको ढुङ्गेको पिड्का बस्ने पिड्का, ये मसाला सिल्लो लोहरो ढुङ्गेको। फेरि ढुङ्गेको उहाँको तपाईँले चन्दन कोट्ने चनौटा, ईटा 20 इंच लंबा, 10 इंच चौड़ा, 4 इंच मोटा। ये ईटा 10 इंच लंबा, 10 इंच चौड़ा, 4 इंच मोटा। ये वहाँ को नाद को किनारे को टब को है। अब यहाँ तपाईँले हेर्नुहुन्छ ये चकमको ढुङ्गा जो 500 वर्ष दियासला थिए न, पहिले ढुङ्गामा रगडेर आग पैदा गर्दै थियो मान्छे। यो अब यहाँको शिलालेख चित्रलिपिमा शिलालेख छ। अब यहाँको यी ढुङ्गाको हथौडा पहिले फलाम थिएन, फलामको आविष्कार भएको ढुङ्गेबाट वहाँ थोड़ा काम गर्दै थियो। मूर्तिकलामा गणेशजीको मूर्ति छ, शिवलिङ्ग छ, यता सूर्य भगवानको मूर्ति छ, अरू मूर्ति सब छ। अब तपाईँले भद्रिकादेवीको निचेमा भद्रिकादेवीको मूर्ति छ, कागभूषणको मूर्ति छ, भगवान विष्णुको ढुङ्गेको मूर्ति फुटेको छ। यसो राधाकृष्णको मूर्ति यता पनि छ, हेरौँ राधाकृष्णको। यस्तै उहाँको दियौटा दिया राख्ने दियौटा। अब यहाँको इनार बनाउने इँटा फेरि छुट्टै छ, 1 सय बडा 1 सय छोटा। फिर वहाँ घर बनाउने इँटा चाहिँ छुट्टै छ, 13 इंच लम्बा, 8 इंच चौडा, 1.5 इंच मोटाइ। अब यहाँ तपाईँले भीमले चाहिँ किचकको मारेको छ, उहाँको ब्लड जमेको एउटा लागेको किचक पोखरीबाट। अब यस्तै उहाँको पहिलेको धातु थियो नि, लोटा माटेको लोटा छ, ठकुवा छाप्ने साँचा छ, पुडी छाप्ने साँचा छ, साडी बनाउने ठप्पा छ पुरानै। अब यस्तै हाम्रो ट्र्याक्टर, पुरानो ट्र्याक्टरको साथै लोहाको बेलन छ, जुन कि त्यो 4 लाइनमा उत्खननमा पाएको छ। यस्तै हाम्रो यी उहाँको कुम्हारको बर्तन ठोक्नेवाला मिट्टीको बर्तन छ, मिट्टीको बर्तनहरू छ। यी मिट्टीको बर्तन यही उहाँको मट्टे यी झिँगाठी भन्छ, झिँगाठी भने टायर खपडा झिँगाठी भन्छ। यस्तै उहाँको हाम्रो जुन चाहिँ उहाँको राख होमजापको छ, सुराएको निचा भाग छ। अब यहाँ मटेङ्ग्रा, यहाँ तपाईँले जो गुलेट खेल्नुहुन्छ मटेङ्ग्रा भन्छ यसको। अब यहाँको 5,500 वर्ष पनि चावल छ बोतलमा, हेरौँ कि 5.5 वर्ष चावल छ, चिलिम छ, साह्रै पुरानो छ। यसमा यो ढुङ्गेको जुन कि लोझाम पनि भन्छ, यसको लोझाम भनौँ। अब यहाँ तपाईँले सुराएको मध्यभाग छ, पूर्वी भाग छ, बर्तनको ह्यान्डल छ। यसै टुक्की छ, बत्ती भनौँ, बत्ती भन्छ यसको बर्तनको ह्यान्डल। अब यस्तै हाम्रो वेलको कुवाको किनारे भाग छ। अब यस्तै मिट्टीको बर्तन फुटेको छ, मिट्टीको बर्तन। अब यहाँको रथको लकडी
यस्तै हाम्रो भगवान् कृष्णले पाण्डवलाई आउँदाखेरि जमिनको 15 फिट निचामा यो रथको लकडी डोजरबाट खुन्दै थियो रेलवेमा, उसै क्रममा पाए यहाँलाई लागेको छौँ। सरकारद्वारा मलाई राज्यपालले सम्मान पत्र दिएको, कृष्ण पैलेसमा सम्मान पत्र दिएको छ। फेरि राजलक्ष्मी गोल्छाले राष्ट्रपतिको फोटो युरो कृषि स्कुलमा दिएको छ। यस्तै पर्यटन मन्त्री लोकेन्द्र विष्टमलले प्रमाणपत्र उहाँको के भन्छ उहाँको वृन्द सभागिरीमा हाम्रो प्रोग्राम लिएको थिएँ। 21 वर्षको अवस्थाको यी फोटो मेरो, यो 60 वर्षको अवस्थामा। अब तपाईँले यस्तै गरेर मेरो 40 वर्षको अवस्थामा यी फोटो छ। वेबसाइट पनि छ हाम्रो यो उयसमा, वेबसाइट छ ल।